पहिला हामीले कन्ट्याक्ट फर्म प्लगइन डाउनलोड गर्ने। पहिला डाउनलोड गर्नको लागि इन्स्टल गर्नको लागि हामीले प्लगइन सेक्सनमा जाने, त्यसपछि एड प्लगइन गर्दाखेरि कन्ट्याक्ट फर्म 7 आउँछ। यसमा क्लिक गर्ने, क्लिक गरेर हामी यसमा इन्स्टल गर्ने। इन्स्टल गरेपछि एक्टिभेट गर्ने। एक्टिभेट भएपछि यहाँ मैले अगाडि नै गरेछु एक्टिभेट गरेपछि हामीले नेक्स्ट हाम्रो यस्तो सेटिङ आउँछ। यस्तो सेटिङ यस्तो फर्म छ। यो कन्ट्याक्ट फर्म यहाँ एउटा बनेर आउँछ लेफ्ट साइडमा। यहाँ कन्ट्याक्ट फर्म यसरी मेनु बनेर आउँछ। यहाँ हामीले एउटा कन्ट्याक्ट फर्म बनाए, एउटा यसमा अगाडि देखिने छ। यसमा यो एउटा अगाडि देखिने छ। यो कन्ट्याक्ट फर्म 1 भनेर अगाडि देखिन्छ। हामीले यो नयाँ बनाए एड फर्म भन्ने यहाँ अप्सन छ। एड फर्म गरे, त्यसपछि एउटा मैले यो बनाएँ। यसरी बनाएपछि त्यसपछि हामीले यो डिफल्ट राखेको जे छ त्यो हाम्रो सबमिट बटन छ, मेसेज बटन छ, त्यसपछि सब्जेक्ट छ, इमेल छ, नेम छ, यसरी राखेको। त्यसपछि यसमा सेटिङ गर्नुपर्छ। हामीले कन्ट्याक्ट गर्दाखेरि हाम्रो मेसेज मेल कहाँ आउँछ त्यो मेल मैले यो लेखेछु। यो मेलमा आउनुपर्ने मेसेज, बाँकी सब एज इट इज छोडिदिने। लास्टमा इमेल राखेपछि लास्टमा सेभ बटनमा सेभ गरिदिने। सेभ गरेपछि हामी ब्याक जाने। ब्याक गएर हामी यसको सर्टकट छ। जस्तो मैले यो बनाएको छु नयाँ कन्ट्याक्ट फर्म। यो सर्टकट हामीले कपी गर्ने। यसरी कपी गर्ने। कपी गरेर हामी पेजमा जाने। पेजमा गएपछि हामीले कन्ट्याक्ट अस पेज खोज्ने। जो हामीले मेनुमा बनाएको छ, मेनुमा कन्ट्याक्ट अस पेज बनाएको छ, त्यही पेजमा हामी जाने। गएर हामी यहाँ कन्ट्याक्ट अस पेज कपी गरेको सर्टकट यहाँ पेस्ट गर्ने र यहाँ राइट साइडमा यो सेभ बटन छ, सेभ गर्ने। यति गरेपछि हामी वेबसाइटमा फ्रन्ट इन्डमा जाने। सेभ गरेपछि हामी फ्रन्ट इन्डमा जाने। हाम्रो फ्रन्ट इन्डमा यहाँ हामीले मेनुमा कन्ट्याक्ट अस राखेको छ। यहाँ क्लिक गरेर हेर्ने हाम्रो कस्तो लुकाइरहेछ। हामीले क्लिक गर्दाखेरि हाम्रो यो कन्ट्याक्ट अस फर्मको पेज बनेर आएको छ। यसरी बनेर आएको छ। हामीले यहाँ सब आफ्नो डिटेल्स लेख्ने, के थप दिने, कसैले मेसेज कन्ट्याक्ट गर्छ हामीले भनेपछि यहाँ सब डिटेल्स लेखेर यहाँ मेसेज लेखिदिने। लास्टमा त्यसपछि सबमिट गर्दाखेरि सबमिट भइहाल्छ। हाम्रो थ्याङ्क यू भनेर मेसेज आएछ, हाम्रो त्यो जिमेलमा मेसेज आउँछ। अब यसरी हामीले मेसेज यसरी हाम्रो आउँछ। फर्म यो नाम आउँछ, सब्जेक्टमा यसरी नाम आउँछ, मेसेजमा के मेसेज गरेछ त्यो नाम बनेर आउँछ। हामी फ्रन्ट इन्डबाट यसरी मेसेज गर्दाखेरि यसरी नै हामी कन्ट्याक्ट फर्म प्लगइन इन्स्टल गरेर हाम्रो कन्ट्याक्ट फर्मको सर्टकट राखेर यहाँ कन्ट्याक्ट फर्म गर्न सकिन्छ। अनि कसैले यहाँबाट मेसेज गर्दाखेरि, वेबसाइटबाट मेसेज गर्दाखेरि हाम्रो जिमेलमा मेसेज आउँछ। यसरी नै हामीले कन्ट्याक्ट फर्मको मेसेज बनाउने।